नमस्ते सम्पूर्णलाई बिहार सुशान ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ म साथीहरुसँग डुल्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला अनि भिडियोलाई मन परेमा लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। दाइहरु तयारीमा अवस्थामा हुनुहुन्छ हैन, म पनि यहाँ छु। यस्तो टाइपको चाहिँ है ठीक छ। आज चाहिँ हामी सुन्दरी जल हिँडेको खासमा चाहिँ। सो गाइज हैन, म रुमदेखि हिँड्नु आँटेको ठ्याक्कै सानो नानी हाम्रो बहिनी यसरी नै हो। मेरो युट्युब च्यानलको नाम बिहार सुशान माग्नु आउनु भएको छ अर्कै रुमदेखि। त्यही भएर या सोम सरले दिँदै हुनुहुन्छ। नानी तपाईको नाम के हो? पाल्मी तामाङ। खै ल्याउनु त यो म लेखिदिन्छु ल। माथिल्लो ल हस् ल हुन्छ लानु ल। नानी चाहिँ अघिदेखि आउँदै हुनुहुन्थ्यो मेरो नाम सोध्नु अनि भनौँ न। अनि मैले मेरो युट्युब च्यानलको नाम चाहिँ दिइपठाएको छु। ड्राइभर चाहिँ अमर दाइ हो, अहिले चेन्ज। अघि दाइ हुनुहुन्थ्यो पछाडि। बाटो खराब छ कुनै कुनै ठाउँमा यस्तो छ है। गाडी हिँड्नु पर्ने 10 बजे के म अगाडि हिँड्छु। बाटो उकालो फेरि सानो बाटो छ। बाटो लास्टै ओह्रालो छ। आमा हो तल बाटो बन्द छ अरे। हेलो सरहरू, कहाँदेखि जान्छ दाइ? बन्द छ अरे, बन्द छ अरे, बाटो बन्द छ अरे। माथिदेखि थाहा छ तपाईलाई? गाह्रो हुने भयो त अनि फर्किनुले छुइहाल्यो नि त अनि फर्किनुले। सुन्दरी जल बाटो पुरै ब्लकै हो दाइ। धन्यवाद तपाईँले। हस् धुलो उडाइदिनु ल हामीलाई। धुलो देखेकै गर्नु ल। हामी खाना नखानु नि भरे बेलुका धुलो खाएपछि। हेलो सोल्टिनीहरू, बाटो खत्तम छ। जाने कहाँ मासतिर?
हामीलाई बाटो थाहा छैन अगाडि हिँड्न हामी चाहिँ अहिले सुन्दरी जल आइपुगिरहेको छु र घुम्ने ठाउँ चाहिँ मलाई थाहा भएन कहाँ हो च्याउको बोटहरू छ नासपाती हो नासपाती जस्तो देखिन्छ यही हो घुम्ने ठाउँ चाहिँ पार्किङ पनि यतैतिर रहेछ मासतिर जाँदैन कालो हिँडेको अब जान्छ तपाईँहरूको गाडीले हुन्छ होला यस्तो उकालो छ माथि नै आकाशै देख्दैथ्यो के हो तारा हो आकाशै देखिरहेको छु त आकाशै देखिरहेको छु त उकालो लास्टै उकालो छ कि बाटो यहाँदेखि गाडी जाँदैन अरे ठिक भयो लास्टै ओह्रालो छ यार लास्टै ओह्रालो छ हिँड्नु म कसरी हिँड्नु त नि अगाडि तपाईँहरू अगाडि के भयो अरे त लडिन्छ है लडिन्छ है ल बस्नु हुन्छ चढ्नु चढ्नु हुन्छ हुन्छ अस्ति बाटो नै खप्ता हुन्छ आमा यस्तो टर्निङहरू पिनेटोहरू यस्तोमा त तलदेखि आयो भने त नान गरिन्छ त त्यो पनि सानो बाटो छ मासतिर चढ्नु पर्ने त्यहाँ लान्छ कोही के हो पारा
ए तपाईँको फोटो खिच्ने टाइम भयो सुन्दरी जलको दृश्य चाहिँ यस्तो रहेको छ हेर्न सक्नुहुन्छ यो चाहिँ खानेपानी यो ट्याङ्की रहेछ टिकटक बनाउँदै तयार ल ठिक छ सन्जी दाईको के छ दाई तपाईँको के छ पैसा उराउँदै ए पैसा उराउँदै लु गर्नु हाम्रो चाहिँ टिकटक सुटिङ भइरहेछ टिकटक सुटिङ भइरहेछ अहिले सोम सरको चाहिँ के थियो तपाईँको चाहिँ के रोल छ धुलो उडाउनु रे त्यो त लास्टमा हो नि त त्यो त खर्च भएर पो त खर्च भएर हो यसरी खर्च भएर होइन चर्चा भएको त घुम्नु पर्यो के चर्चा भएको छु म पैसा उराउँदै ल भयो यस्तै छ पारा म्याच म्याच भनेको कस्तो हो नि अब रिएक्सन चाहिँ कस्तो भयो नि अलिक राम्रो दिनु पर्यो के दाइ तपाईँको सुन्न खर्च सुन्न यसरी हेर्नु नै छैन खर्च भएर या चर्चा भएको छु होइन डान्सर चाहिँ यता हुनुहुन्छ ल हाम्रो दाइ खतरा सिकाउनुहुन्छ त तपाईँलाई आउँछ आएरै सिकाएको होला अब खर्च गरेर बसेर गर्नु न यसरी यसरी यो गर्नु पर्यो के गर्नु यसरी त्यो गर्नु पर्यो के यस्तो गर्नु पर्यो के दाइ खर्च गरेर या चर्चा भएको छ उठेर घुम्नु के चर्चा भएको छु ल तपाईँ आफ्नो गर्नु न त ल अब नजिक ल सुरु दाइ सुरु भयो ल भएन ठुक्कै यसरी के यसरी गर्ने हो भएन जस्तो सो गाइस हाम्रो साथीहरू चाहिँ अगाडि छिरिसक्नुभयो चाहिँ पछाडि यहाँ चाहिँ सरसफाइ रहेछ अलिक लानु न स्पिड नै स्पिड लानु स्पिड लानु 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 मान्छे त्यतिकै मान्छे तर्सेर हुन्छ दुरिसक्यो घर पनि बनाइसक्यो अब रुममा खाना बनाउनु छ क्या खाना बनाएर खानु छ खाना पकाइदिने मान्छे छैन मेरो चाहिँ धेरै एब्सेन्ट भएको भ्लग चाहिँ किनभने एब्सेन्ट भयो भने मेरो बुवा 29 गते खस्नु भएको थियो त्यही भएर म मोरङ गएको थिएँ एटिएमदेखि त्यही भएर चाहिँ म भ्लग बनाउन पाएन मेरो दाइहरूले चटपटे नखुवाउने भयो हो आज चटपटे नखुवाउने भयो कहाँ लानु भएको हो दाइ झन्डै लडियो चटपटे मजाले खुवाइहाल्नु भयो मसला सहितको ल भयो हजुर गाडी जानु सक्छ खै थाहा भएन हामी पनि नयाँ हो यही अर्को बाटो थाहा भएन हौ हामीलाई हामी पनि नयाँ हो कि अनि त्यही भएर यहाँ छिर्दैन र मान्छे निस्केर हुँदैन
चटपटी खुवाउने भयो साथीहरूले Oh my god. बल्ल बल्ल केटाहरूले चटपटी खुवाएर कहाँ भाग्यो चटपटीको पावरले केटाहरू भागेछ नि पानी पिटेर चटपटेर हाल्नु अगाडि चाबी लिनु त